हास्य कलाकार सागर लम्साल बलेमाथि लागेन बलात्कारको मुद्दा। युवतीको जाहेरी बिनै किन गरियो बलेलाई पक्राउ। बलेमाथि प्रहरीले चलायो अर्कै मुद्दा। यस्तो छ कारण। कलाकार सागर लम्साल बलेमाथि बलात्कारको मुद्दा चलाइएको छैन। अमेरिकामा बस्ने एक नेपाली युवतीले उनीमाथि बलात्कारको आरोप लगाएपछि उनलाई पक्राउ गरिएको भए पनि उनलाई बलात्कारको मुद्दा नचलाइएको हो। औपचारिक जाहेरी बिना उनलाई पक्राउ गरिएको हुनाले पनि उनीमाथि मुद्दा चलाउन प्रहरीलाई अप्ठ्यारो परेको हुन सक्ने स्रोत बताउँछ। अहिले उनलाई जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिएको छ। उनलाई सार्वजनिक शान्तिमा खलल पुर्याएको कसुरमा म्याद थप गरी अनुसन्धान गर्ने प्रहरीको तयारी छ। रितपूर्वक जाहेरी नपरेको अवस्थामा उनलाई हिरासतमा राख्नकै लागि यो कसुर आकर्षित गर्न खोजिएको प्रहरी स्रोत बताउँछ। म्याद थप गरेर हिरासतमा राखेपछि त्यो म्यादभित्र थप कुरा खुल्ने वा औपचारिक जाहेरी आउने वा अर्को मुद्दा चलाउन सहज हुने प्रहरीको अपेक्षा छ। कानुन अनुसार बलात्कारको कसुरमा जहाँ घटना भएको हो त्यहाँको प्रहरीले अनुसन्धान गरेर त्यहीँको जिल्ला अदालतमा मुद्दा चलाइन्छ। यो घटनामा भने आरोप लगाउने युवतीले घटना अमेरिकामा भएको भनेकी छिन्। कानुन अनुसार पीडित र कसुरदार नेपाली नागरिक भए र घटना देश बाहिर भएको भए नेपालको जुनसुकै स्थानमा मुद्दा चलाउन सकिन्छ। पीडितले जाहेरी दिएमा बले विरुद्ध काठमाडौँमै मुद्दा चलाउन सक्छ। तर जाहेरी नआएको र उनलाई हिरासतमा राख्नै पर्ने भएकोले प्रहरीले अर्कै मुद्दा चलाउन लागेको हो। प्रहरीले औपचारिक जाहेरी बिना सामाजिक सञ्जालमा आएको कुराको आधारमा मात्र उनलाई पक्राउ गरेको खुलेको छ। जाहेरी आएपछि अरू अभियोग थप्ने प्रहरीको तयारी छ।